हामी चाहिँ आज कहाँ जाँदैछौँ भन्दैन है मूलघाट तमबाट अलिक उठ्नु पर्दैन अलिक यता उम्रै देश फिस फार्म भन्छ त्यहाँनिर आज चट्टल लाएर आज क्याम्पिङ हिँडेको हामी चाहिँ 6 जनाको ग्रुप छ 8 जना थियौँ त्यसमा 2 जना चाहिँ अब क्यान्सल भएको छ आज हामी पान्टेकी गइसक्यौँ अब यहाँ उकालो लाग्यौँ सिधै माथि आयो भन्छ बडा सिधै माथि यहाँ अगाडि हाम्रै केटाहरू यो बाइकमा जाँदै गरेको भान्जा र प्रताप साथी सुनेर कलेज चाहिँ कहाँ पुग्यो के भन्नु छ साथी आज भ्लगमा धेरै पछि भेट भएको छ हाम्रो पनि अब भ्लगको बारेमा कुरा गर्दाखेरि आज मौका फेरि मिलेको छ हामी सबैजना सँगै मिलेर एउटा गन्तव्यतिर लागिरहेको छौँ जसमा हाम्रो साथीहरू 6 जना छौँ होइन र यो हाम्रो जुन अहिले गइरहेछौँ यसको हाम्रो मेन मुख्य उद्देश्य भनेको चाहिँ हाम्रो साथीको इङ्गेजमेन्ट थियो त्यसको त्यति बेला अब अलिकति फ्यामिलीहरू बेसी भएको कारणले गर्दाखेरि अलिकति साथीभाइ तरिकाले बस्न सकिएन त्यसकारण हामी अहिले छुट्टै दिन मिलाएर आज हामी यो एउटा सानो बिहेकै पार्टी अथवा इङ्गेजमेन्ट पार्टी अर्गनाइज गरेर हामी मिलेर मूलघाटतिर जाँदैछौँ जसमा चाहिँ आज हामी एक रात हाम्रो रात्रि बसाइ त्यतै हुन्छ र भोलि बिहान हामी तपाईँसँग फर्किनेछौँ यतै आजको मौसमको बारेमा नि भन्दै नि त मौसम हेर्दाखेरि एकदम पोखरावाला भाइ आइरहेछ हाम्रो धानको बेग्लै छ नि पोखरा त पिटै गर्नु सक्दैन नि होइन र उहाँ माथि डाँडा कटेर भेडर कटेर तम्ल फेरि झर्नुपर्छ तम्बरतिर अब यो हाम्रो 16 को उकालो हाम्रो स्टुडियम धरान रङ्गशाला हो माथि अब हामी जाने क्रममा छौँ जाँदैछौँ मैले बाटोमा के पर्छ सबै देखाइहाल्छु हामी साथी कस्तो देखेको छ बिहे गरेर भनिरहेको छ भन्ने कुरा आज के अरे पोका जस्तो देखिन्छ पोका मिसेर 0 पोइन्टबाट म्याच लागिसक्यो यसपालि यहाँ फुलै फलेन कि के हो भेटरको लागि उतारो लागिसक्यो मौसम दामी शीतल छ धेरै पछि आज भगमा आउने मौका पाएको छु भगै पाउनु नमिलेर घरि के पाउनु पनि अल्छी लाग्नु थालेछ बिचमा अहिले फेरि बनाउनु मन लाग्नु थालेछ अब अर्को नयाँ युट्युब च्यानल पनि छ अहिले त हाम्रो दामी हाम्रो बाटो हुँदै सुत्दै माथि केटाहरू त कत्तर चलायो माथि पुगिसक्यो के हो केटाहरू त कहीँ देखिँदैन बिस्तारै गए अवश्य पुगिन्छ छिटो गरे भन्न सकिन्न साथी होइन तनावग्रस्त क्षेत्रहरू फेरि होइन अब माथि यहाँदेखि माथि छ टर्निङको टर्निङ माथिबाट भ्यू पोइन्ट हुँदै भेटर हुँदै तल पुरै प्लानिङ बनेको जस्तो छ पुरै मजाएर भइसकेको छ म्याचमा त हेर तेल हाल्ने भनेको नि हाल्न त यहीँबाट अन्त हालिदिउँ न अन्त त्यो रोकियो अरे डिजेल पर्ला नि त फेरि मूलघाट 32 किलोमिटर मूलघाट 32 किलोमिटर अहिले ठ्याक्कै कति गएछ साथी 3:55 भएको छ हामी 3:55मा धरान छोडिसकेको छु साथीले फेरि पुरै उडाइरहेको छ तुफान स्कुटी
पुरानै भयो भने इन्जिन चाहिँ नयाँ हो किनकि हामीलाई चोरेर लगेको नि त नयाँ इन्जिन हुन्छ पुरै तुफान 0को स्पिडमा कुदिरहेको छ पुरै तुफान 0को स्पिडमा 100 स्पिड बिचमा 0 देखाएको गाइस हामी भरोसा त अब यहाँ पेट्रोल पम्प छ यहाँ साथीले पेट्रोल हाल्नै पर्ने हुन्छ ल गाइज हामी चाहिँ यहाँ पेट्रोल पम्पमा केटाहरू जोसुकै पेट्रोल पम्पमा पेट्रोल हाल्दैछौँ यता हाम्रो कविन सर गीता सितर बोकेर कविन सरको पनि युट्युब च्यानल छ साथी च्यानलको नाम भनिदेऊ कविन मगर मात्र छ तिमीले नाम सोधेको युट्युब च्यानलको नाम यता हाम्रो जुने सर हिजो भर्खर ड्राइभिङ लाइसेन्स पास गरेर आज रसिद काटेर गाडी गर्ने फेरि हानेर यता सरलाई फेरि ट्रकको लाइसेन्स झिकिसक्नु भएको छ ओ दाइ त्यहाँनिर 100 को ट्याङ्की फुल हालिदिनु त कि कतिको भनेको तैँले 100 को फुल हानिदिनु त्यसलाई खोइ भान्छ ओ खोइ प्रतापहरू चाहिँ अनि हामीभन्दा अगाडि थियो त एउटा ग्रुप चाहिँ हिँडिसकेछ अगाडि एनएस बाइक हो नि त हाम्रो त स्कुटी हो नि त जाँदैछौँ यहाँ फेरि को भन्दैछ नि सुशील सर कस्तो देखेको मलाई भर्खरले न्युली ल गाइस हामी चाहिँ हिँडेको अब यहाँ पेट्रोल सेट्रोल हालेर हामी अहिले यहाँ S24 स्यामसङ S24 बाट भ्लग iPhone 15 Pro Max मा स्टोरेज फुल भएर अस्ति पोखराको भ्लगहरूले फोटोहरूले गर्दाखेरि र अब यहाँ हामी हिँडेको माथि अगाडि हाम्रो साथीहरू हुनुहुन्छ दिदीहरू होला कि बहिनीहरू हो जो भयो नि छ हुनु चाहिँ अगाडि साथीहरू छ यता पछाडि फेरि हाम्रो केटाहरू आउँदैछ केटाहरू हामी ब्याक्स र म एउटा कुन चाहिँ अगाडि छ अलिक अगाडि गइसकेको छ भइरहेको छ गाडी जाँदैछौँ भ्यूहरू कस्तो छ भनिदिनु कमेन्टमा माथि डाँडाहरू ओभर गर्न मजा आउँदैन नि भ्लगमा अलिक नराम्रै देखिन्छ पछाडि हामी अगाडि हिँडिसकेका छौँ त्यो नराम्रै देखिन्छ उनीहरू नराम्रो सोध्छ क्या त्यो पछि हिँड्दाखेरि बोर हुन्छ ल गाइस हामी चाहिँ यहाँ दामी खाना खाने ठाउँमा आइपुगेको छु यहाँ मेरो मालामा ल्याएर खाना खुवाएको थिएँ जाँदैछु माथितिर आइपुग्नु हो साथी बिस्तारै गर न भर्खर बिहे भएको छ यार मारिदिने हो कि तिमी त तनाव नदेऊ न यार साथीलाई सम्झाइदिनु पर्यो गाई त पाँच आउनु भन्दैछ प्रायः भयो भने उता देखिहाल्छ दृश्य अनि अलिक गाह्रै हुन्छ क्या समस्या जाँदैछौँ हामी चाहिँ माथि बिस्तारै माथि तल हामी चाहिँ भ्यू पोइन्ट आइपुगेको छौँ गाई जाँदै धरान हाम्रो धरान पुरै धुम्म भइरहेको छ आज अघिसम्म त गर्मी थियो भर्खर आधी घन्टा 45 मिनट भयो यस्तो मौसम भएको गर्मी थियो धरान पनि ओ गाइजहरू यहाँ रहेछ फेरि हाम्रो केटाहरू यता प्रताप सर यता भान्जा हाम्रो केटाहरू भ्यू हेर्दै बसिरहेको रहेछ के ब्रेकफास्ट रेस्ट हो ल गाइज हामी चाहिँ एकछिन भ्यू पोइन्टमा रेस्ट लिएको थियौँ अब हिँडेको हामी माथि अब माथि देखाउँछु यहाँबाट अब तल निशानी खोला आइपुग्न लाग्यौँ हामी यहाँ पहिरो गइरहेको छु यहाँ चाहिँ निशानी खोला हो अब माथि हामी अलिक माथि छौँ गाइस
लगायत अब हामी हिँड्नु लागेको यहाँ चिया हल्का सानो ब्रेक लिएको थियौँ यसो चिया कफी खाने गऱ्यो यहाँ 1982 क्याफेमा अब हामी यता फर्किनु लागेको जानु लागेको तल कवि सर के छ भन्नु आज होइन सानो ब्रेक आज अब फिस फार्ममा गएर आज रमाइलो हुन्छ माछा मार्ने डान्स हुन्छ आज केटाको स्विमिङहरू हुन्छ आज दामी हुन्छ रमाइलो भइरहेको छ नि तपाईँलाई होइन त जुने सर के छ भन्नु हामी अब देव फार्मतिर लागिरहेको छौँ ओए ए चतुरे ओए यहाँ भाइ भन्नु त पनि के भन्नु चाहिँ नयाँ स्कुटी सरको केही छ भन्नु केही छैन त्यो भएर खाइस मात्र बोल्छ यो चाहिँ ल हिँडेको गाई छ अब हामी यता गाइजहरू तल कहाँ हिँडेको अरे हामी देव फिस फार्म चाबी चाहिँ कहाँ छ होइन रिमोट बाले बुझिदिनुहोस् कहाँ त 1982 मै छिस् क्या हिँड्न अगाडि हामी 2025 मा आइसक्यो ल गाइज हामी हिँडेको अब ए उडाउँछ के छ गर्दै त फेरि ल हिँडिमामा यहाँबाट सिधै अब तल गएर रोक्नेछु एकैचोटि हामीहरू भयो सिधै तल देश फिस फार्ममै गएर रोकिने छौँ कार किसाब ओ फुल्चेलाई होला नानी भाइ ए भाइ ए भाइ ए भाइ ए भाइ तल पारी घाम लागिरहेको हुन्छ पारी धनुकुटा पर्छ फेरि साँडे आइरहेको छ कत्रो काट्नु पर्दैन चिनेमा मारेर आफै लाइनमा काट्छ चिस्न यति साह्रो फेरि ढुक्क भएर हिँड्न ठुलो गाडीहरूले आफ्नै लाइनमा काट्छ कि त आउँदैन बाहिर आफ्नो लेन्स सिन्धुलीको जस्तो बनाएको रहेछ यो अहिले बसेर पूजा गर्नु क्या चार खोले गोलाइहरू चार खोले गोलाइ यो चाहिँ गोलाइ टर्निङै भाइ हो बिस्तारै गोलाइ भनेको त बुझ्छेस् नि यता हाम्रो केटाहरू फेरि हिटमा फममा आउँदैछ तुफान यता माथि गोलाइहरू जाँदैछु नाइट बसहरू पनि निस्किने बेला भयो होला 13 चौक काठमाडौँ बसहरू छ हाम्रो जाने क्रम जारी छ भाग्यहरू यहाँ अगाडि छ हाम्रो केटाहरू हाम्रो अगाडिको यो प्रताप साथीको भाइ केटाहरू आइरहेको छ हाम्रो आइरहेको छ चट्ट लाएर केटाहरू आउँदैछ गयो केटाहरू जाँदै गर्दैछ ब्याग्स पनि हाम्रो केटाहरू अलिक अगाडि गएको छ साह्रो मेरो ड्राइभर फेरि लास्टै एग्रेसिभ छ क्या गाइड यस्तो चलाउँछ जिन्दगी चलाएको यस्तो चलाइन्छ हामी चाहिँ नमस्ते झर्ना आइपुगेको नमस्ते झर्ना यताबाट हाम्रो नमस्ते झर्ना दाइरे बाटो चाहिँ परे भयो नमस्ते झर्ना त सिधै सिधै हो यहाँ कति साह्रो नमस्ते झर्ना
भर्खर 1986 नयाँ खोलेको हो यो चाहिँ चिया खाने स्टेसन। यहाँ सिमसुवा भन्ने ठाउँ आइपुगेको छु। यहाँ पनि गोला टर्निङ रहेछ साथी। गोला 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 भन्छ तपाईँ गोला 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 सिमसुवा सिमसुवा लगभग आइपुग्यौँ। अब हामी आइपुग्यौँ गाइस। यही खोला बनाउनु जाने हो त्यो। खोलामा त पानी छैन कि के हो? खोलामा त पानी नै छैन है। रेस्टुरेन्टबाट हामी आएको ठाउँ चाहिँ यही हो गाइज। देश फिस फार्म स्टे हामी आइसकेको छौँ। साथीले अब बाइक पार्किङमा हाल्दैछ। हाम्रो केटाहरू पनि आइसकेको छ। यहाँनिर चिलमा आउँदैछ प्रताप र भान्जा। ओ त्यो पासला ढालेन एकचोटि झान्झै ढालेन। ल यता हाम्रो गाइजहरू पनि आइसकेको छ। म त सबसे सुरुमा आएको गाइज। लास्ट टाइम हामी होलीमा आएको थियौँ यहाँनिर। हाम्रो हेमकला बहिनीको डिभी परेर अमेरिका जाने फिक्स भइसकेपछि यहाँ बहिनीलाई फेरेल दिनु आएको थियौँ। यस्तै छ यहाँ चाहिँ चिल छ ठाउँ। डाँडै डाँडा दुईपट्टि बिचमा खोला छ तर खोलामा पानी छैन जस्तो छ। आइसकेको छौँ। यता गाइजहरूले पार्किङमा बाइक। अब यहाँ हाम्रो इन्ट्री दिने कार्यक्रम सुरु गरिहाल्ने हो हामी। यता कवि सरले के देखाउनु लागेको छ? यता बाक्सा फेरि आइहाल्नु पर्छ क्या जहाँ पनि क्या। के हुन्छ सबै ट्याक्टक भनिदेऊ त। क्याम्पिङ, टिकी बार, रिभर साइड फिसिङ पनि हुन्छ। आज हाम्रो बाबीजी पनि हुन्छ। म्युजिकको लागि गिटार पनि छ। अनि समर त अब यहाँ समर भाइ यहाँ अब हाम्रो त्यो त बाक्सो जुनै सरको प्रेजेन्टेसन जान जाँदैन आज? आज हल्का छ मेरो। हल्का छ हुनु चाहिँ पर्यो। सुजन सरको चाहिँ के छ? मेरो 7 मिनेटको एउटा स्पिच छ। 7:30 हो है। तपाईहरुलाई हामी फिसिङ गरेको देखाउने छौं। फिसिङ फेरि हाम्रो फेरि फिसिङको टेन्डर चाहिँ जुरे सर हो। माछा मारेपछि 1 केजी भन्दा सानोको मार्ने त्यो त कहाँ त्यो छर्लङ्गै छ नि त्यो त। सुगुझहरु पनि सिसक्छ। यहाँ जे पनि हुन्छ। भरे हेर्नु होला माछा। भरे माछा रूपमा कसरी मारिन्छ भनेर तपाईलाई हामी टेक्निक सिकाउने छौं। जुन यो गणौलालाई एक्लै हो। त्यो अब खन्नु पर्छ भरे। खन्नै पर्ने हो। लास्ट टाइम पनि खनेको हो। ओए माथिबाट भ्यू देखाइदिउँ म त। लास्ट टाइम हामी यहाँ बसेको थियौँ। हाम्रो कलेजबाट आएको थियौँ होलीमा। यहाँ माथि छ फेरि चिल बसेर खाने ठाउँ छ यहाँ चाहिँ। खोलामा त पानी छैन रहेछ नि त यार। यार तँलाई फेरि छिर्नु मिल्दैन होला यार तँलाई छैन रहेछ नि त यार। ओ टेन्ट पनि छैन त। टेन्ट पनि दुईटा मात्र रहेछ नि त। झिकेको हो कि के हो? ओ जाम 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 माछा मार्नु जाम न।
छ माछा छ माछा छ छ माछा एउटा आज बाबा क्याम्पिङ आज जस्तो क्याम्पिङ आज बाबाले क्याम्पिङ हुन्छ आज यहाँ कडक हुन्छ कडक रात काट्ने आज एउटा कडक हम फर्स्ट यसको के गाइस यस्तो छ यहाँको भ्यू चाहिँ यहाँ तल बस्ने हो बाटोकै छेउमा छ यहाँ होइन म कुरा गर्छु त्यो छोड्दै तिमी होइन म गर्छु यता चाहिँ अर्को साथीहरू छ ब्लग छ यहाँनिर यता हाम्रो भान्जा प्रताप साथी यहाँ मासु पोल्ने तयारीमा जुने साथी चाहिँ उहाँ माछा मार्दैछ बन्सी ल्याएर राखेको छ पार्छ यी के हो साथीले चाहिँ एकैतालमा उल्टे भयो क्या सिधा पार्न फोन ब्लगर जाएन उ यता केटाहरूले सबै रेडी पारिसक्यो यहाँ भान्जा फेरि आज भान्जाले टेन्डर पारे के हो यार अरूले चिम्टाबाट पोल्छ होला हातले हो फेरि हाम्रो भान्जाले हो हातले नै साथीले चिम्टा त्यस्तो चाहिँदैन कि हामीलाई यता सेकुवा हो उता फिसिङ हुँदैछ पर्क चिकन दुईटा आइटम छ
खाना खाने भन्दा अगाडि हल्का प्रेजेन्टेसन दिँदै ट्रक टडाको के को ट्रक गाइस हामी चाहिँ खाना खान लागेको चिकन खाना चिकन सेक कापु ओके नाइस यस्तो छ खाना के घिउ पनि हालेको छ क्या छैन कालो दाल हो कि यहाँ घिउ मैले हालेको साथै दुई शब्द के जाओस् शब्द भइसक्यो त मेरो चारै भन्छ हो दाइ भएर खाना साना दाइ अब चिकन खाना हो सेक चिकन खाना के हो यो त मार्नु भयो लु भर्खरै खानासाना खाएर गएछ हामी चाहिँ आइसकेको छौँ बाहिर अब यहाँ केटाहरू कस्तो लाग्यो खानासाना कस्तो बबाल तपाईँहरू पनि आउनु होला यहाँ के देवपान हैन जस खाना मिठै थियो हैन ओभरअल राम्रै थियो अहिलेसम्मको सबै कुरा राम्रो भएछ खानादेखि लिएर यहाँको एम्बियन्स इच एन्ड एभ्रिथिङ बाक्स 3 हानु बाँकी चाहिँ 3 थाल खाना 3 थाल झन्डै त भाइले तर्सेको नि हामीलाई बाँकी कस्तो दाइ सबै हाल्थ्यो जान हेरेर क्या ज्यान हेर न भन्नै पर्दैन सर्वङ्गै हो नि हेर्दा मात्र यस्तो उ हेर न अरे गीत दिन्छ हौ यता केटाहरू फेरि माछा तर्स्यो भने गीत दिन्छ बाक्सको जिउमा पत्याएर केटा उतै बाहिर निस्क्यो त कता पोल्नु अब फेरि केटाहरू लाइन गर केही छैन ऊ यहाँ जुने फ्याँक छ भात खाएर हाम्रो टेन्ट साथी हल्का चेन खोल्दै साथी हल्का चेन खोल्दै हामी तपाईँलाई आज हाम्रो टेन्ट टुर गराउँछौँ चेन खोल्दै एस्थेटिक वेमा खोला है साथी माथिबाट खोल्दैन ऊ अरे यस्तो छ हाम्रो टेन्ट अनि भब्बाल थियो नि त केटाहरू अनि यसमा नि 10 जना अटिन्छ टेन्ट बवाल छ नि टेन्ट अनि यहाँ कन्टेन्ट अनि अरे ऊ छ 0.6 नगर न हौ म चाहिँ निजायज गर्छु ल सबै खाइसकेर खाइसकेर फ्रुटी जुसहरू सबै खाइसकेर ट्याङहरू रेडबुल फ्रुटी टाइम लगभग 7:30 भइसक्यो 7:30 भयो है छिटो सुन्नु 8 चाहिँ नबजाऊ है 8:30 कसरी मान्छे है तर एक क्षण बस 2 क्षण बत्ती बन्द गर्न 7:30 भइसक्यो भन्न कसैलाई नआइसक्यो यो त सनराइज मैले 7:30 भयो मैले चस्मा खोलेँ कविले सुतेको यहाँ भ्लगमा छु म हामी त्यहाँ त 8 बजेर गीत हुन्छ 7:30 उठ्नु पर्ने छु गीत हुन्छ लगाइ सुतेको भोलि बिहान उठेर दिएको भने छु यता सुतेको हुन्छ नगर्नु बिहान 4 बजे उठ्नु छ कविन जुने प्रताप पल्लो टेनमा छ हामी 3 भाइ एउटामा छौँ पल्लोपट्टि हाम्रो साथीहरू छ फेभरेट साथीहरू छ
भोलि भेट्ने समय अब